असोज 2 गतेको राशिफल लिएर उपस्थित भएको छु। नमस्कार, म ज्योतिषी छोय भण्डारी। सुरु गरौँ आजको राशिफल मेष राशिबाट। मेष राशिहरूको आजको दिनको सुरुवात घर परिवारसँग समय व्यापन गरेर हुने देखिएको छ। आज जग्गा-जग्गादायकसँग सम्बन्धित कुरा अगाडि बढ्न सक्छ। आमासँग सम्बन्ध प्रगाढ हुने देखिएको छ। त्यसै गरेर वाहन वा घर सम्बन्धी नयाँ सोच आउन सक्ने पनि देखिएको छ। वृष राशि हुनेहरूको लागि निकट मित्रता वा दाजुभाइसँग कुराकानी बढ्नेछ। यात्राको अवसर मिल्न सक्ने देखिएको छ। त्यसै गरेर लेखन, अध्ययन र छोटो यात्रामा सफलता पाइने देखिएको छ। मिथुन राशि हुनेहरूको लागि आर्थिक पक्षमा अझै बलियो हुने संगत देखिएको छ। धन सम्पत्तिमा राम्रो देखिएको छ हजुरहरूको लागि। तलब बोनस खोलेर बस्नुभएको लागि आजको दिन राम्रो देखिएको छ। खर्च पनि आज हजुरहरूको समान रूपमा बढ्न सकेछ, तर नियन्त्रण राख्नुपर्ने आवश्यक देखिएको छ। कर्कट राशि हुनेहरूको लागि आज चन्द्रमा तपाईँहरूको आफ्नै लग्न राशिमा भएको हुनाले हजुरहरूको आत्मबल बढ्ने र आत्मविश्वास पनि बढ्ने देखिएको छ। नेतृत्व क्षमता देखाउने आज हजुरहरूको दिन देखिएको छ। नयाँ कामको सुरुवात हुने देखिएको छ र आत्मविश्वास पनि बढ्ने दिन देखिएको छ। आज हजुरहरूको लागि शुभ दिन देखिएको छ। सिंह राशि हुनेहरूको लागि आन्तरिक शान्ति खोज्ने दिन देखिएको छ। आज हजुरहरूले एकान्तमा बस्न रुचाउनुहुनेछ। त्यसै गरेर आध्यात्मिक अभ्यास बढ्नेछ। ध्यान र मन्त्र जप गर्नाले आज हजुरहरूको लागि शान्ति मिल्नेछ। कन्या राशि हुनेहरूको लागि साथीहरू वा समूहबाट साथ सहयोग मिल्ने देखिएको छ। नयाँ साथी बन्ने समय पनि देखिएको छ। सामाजिक सञ्जालबाट फाइदा हुने सङ्केत देखिएको छ। कुनै पनि नयाँ कामको सुरुवात हुने दिन पनि देखिएको छ। तुला राशि हुनेहरूको लागि काम र उच्च पदस्थ अथवा वरिष्ठ व्यक्तिबाट सहयोग पाइने दिन पनि देखिएको छ। सम्मान वा मान प्रतिष्ठा पनि बढ्ने दिन देखिएको छ। त्यसै गरेर वृश्चिक राशिहरूको लागि भाग्यको साथ मिल्ने देखिएको छ। अध्ययन अनुसन्धानमा मन जानेछ। आध्यात्मिकतामा पनि आज हजुरहरूको मन जाने देखिएको छ। त्यसै गरेर धार्मिक यात्राको अवसर पनि मिल्नेछ। टाढा रहेको आफन्तसँग पुनः सम्पर्क हुन सक्ने दिन पनि देखिएको छ। धनु राशि हुनेहरूको लागि संयुक्त सम्पत्ति वा ऋण लेनदेनको विषयमा ध्यान दिनुपर्ने समय देखिएको छ। अरूको सहयोगले फाइदा मिल्न सक्छ, तर मानसिक उतार चढाव भने आउने देखिएको छ। मकर राशि हुनेहरूको लागि दाम्पत्य जीवनमा मधुरता आउनेछ। हजुरहरू साझेदारी वा पार्टनरसँग नयाँ योजना अगाडि बढ्ने देखिएको छ। प्रेम जीवनमा सकारात्मकता आउने पनि देखिएको छ। कुम्भ राशि हुनेहरूको लागि स्वास्थ्यप्रति ध्यान दिनुपर्ने समय देखिएको छ। त्यसै गरेर कामको व्यस्तता बढे पनि परिणाम लाभदायी नै हुनेछ। दैनिक योजनामा अनुशासन राख्दा आज हजुरहरूलाई राम्रो हुनेछ। मीन राशि हुनेहरूको लागि मनोरञ्जन र सृजनाशील काममा मन जानेछ। त्यसै गरेर प्रेमी-प्रेमिकाको लागि आजको दिन राम्रो देखिएको छ। सन्तान पक्षबाट खुसी प्राप्त हुने देखिएको छ। आज हजुरहरूको कला, साहित्य र सृजनामा मन जानेछ। शान्त मन, सकारात्मक सोच नै घर परिवार सम्बन्धलाई राम्रो बनाउने शक्ति हो। हजुरहरूको दिन शुभ रहोस्। जय श्रीराम, जय श्री कृष्ण।